चक्की र बोलस। ठूलो चक्कीलाई बोलस भनिन्छ। कुनै एउटा पशुलाई चक्की खुवाउँदा स्वादिलो हरियो पात वा रोटीको टुक्रामा बेरेर सजिलै खुवाउन सकिन्छ। हाम्रो देशमा औषधि खुवाउँदा बाँसको ढुङ्ग्रो तथा बोतलबाट खुवाउने प्रचलन छ। त्यसकारण चक्कीलाई धुलो पारेर पानीमा मिसाएर ढुङ्ग्रोबाट खुवाइन्छ। पशुलाई पूरै चक्की खुवाउनलाई पहिला पशुलाई राम्ररी काबुमा राख्ने र चक्कीलाई मुखभित्र जिब्रोको फेदमा घाँटी नजिक राखिदिने अनि पशुको मुख बन्द गरिदिने। यसो गर्दा त्यो चक्की पशुले निल्छ। भेडा बाख्रालाई चक्की हातले पनि खुवाउन सकिन्छ, तर नटोकाउन होशियार हुनुपर्दछ। चक्की खुवाउनको लागि गाई, भैंसी, बंगुर र घोडालाई विशेष प्रकारको बलिङ गन, चक्की खुवाउने बन्दुकको प्रयोग गर्न सकिन्छ। यो बन्दुकले भेडा बाख्रालाई समेत चक्की खुवाउने काम गरिन्छ। यसले हात र औंला टोक्न दिनबाट बचाउँछ। यदि यस्तो बन्दुक नभएमा खुला ढुङ्ग्रोबाट पनि औषधि खुवाउन सकिन्छ। चक्की खुवाउने बन्दुकको सही प्रयोग। चक्कीलाई बन्दुकमा राख्ने र पशुलाई काबुमा ल्याउने अनि बन्दुकलाई मुखभित्र धकेली जिब्रोको फेदसम्म पुर्याउने र चक्कीलाई बन्दुकको पिचकारीले थिच्ने। त्यसपछि बन्दुकबाट चक्की बाहिर निस्कन्छ। यदि पशुले टोक्न थालेमा टाउको छोडिदिनु पर्दछ र बन्दुकलाई बाहिर निकाल्नु पर्दछ। यदि हामीले यसो गरेनौं भने बोलस श्वास नलीतिर जान सक्दछ। ड्रेन्चिङ। पशुको मुखबाट सिधै तरल पदार्थ खुवाउने प्रक्रियालाई ड्रेन्चिङ भनिन्छ। पशुको मुखबाट यसरी औषधि खुवाउँदा पशुले आफै निल्छ। यो प्रक्रिया नेपालमा प्रचलित छ। यसमा प्राय गरी ढुङ्ग्रोको प्रयोग गरिन्छ। पशुको आकारका आधारमा बाँसबाट विभिन्न आकारको ढुङ्ग्रो बनाउन सकिन्छ। साना पशुहरू जस्तै भेडा, बाख्रा, बंगुर र तिनका पाठाहरूलाई पुरानो सिरिन्ज र साधारण चिया चम्चाको प्रयोग गर्न सकिन्छ। पशुलाई औषधि खुवाउनको लागि बोतलको पनि प्रयोग गर्न सकिन्छ। धातुको बोतल नफुट्ने भएकोले उत्तम हुन्छ। केही पशु चिकित्सालयहरूमा विशेष प्रकारको ठूलो सिरिन्ज जस्तै ड्रेन्चिङ गन पनि पाइन्छ। प्रत्येक पल्ट ड्रेन्चिङ गनलाई अलिकति थिच्दा निश्चित मात्राको औषधि निस्कन्छ। यो औषधि खुवाउने एउटा ज्यादै उत्तम तरिका हो। तर पशुहरूलाई औषधि राम्ररी निल्न दिन औषधि श्वास नलीतिर नपठाएर भोजन नलीबाट पठाउने गर्नुपर्दछ। यो काममा होशियार हुनुपर्दछ। भेडा बाख्रालाई ढुङ्ग्रोबाट औषधि खुवाउन धेरै गाह्रो हुन्छ। प्राय गरी धेरै पशुमा अचानक औषधि फोक्सोतिर गएर निमोनिया हुन जान्छ। यदि श्वास नलीमा औषधि फोक्सोभित्र गयो भने पशु सम्भवतः मर्न पनि सक्छ। औषधि खुवाउने तरिका। सर्वप्रथम घोल तयार गर्ने, पशुलाई राम्ररी निल्न मिल्ने गरी काबुमा ल्याउने, पशुको टाउको अलिकति उठाई बिस्तारै शरीरको अग्लाइसम्म ल्याएर ठाडो पार्ने, पशुको जिब्रोलाई तलपट्टि थिच्ने गरी समाउने
र मुखको कोखाबाट दाँत नभएको ठाउँमा ढुङ्ग्रो, बोतल वा ड्रेन्चिङ घुसाई जिब्रोको बीचमा लैजाने। अब मुखमा औषधि खनाइदिने र पशुलाई त्यो निल्न समय दिने। यदि कुनै बखत पशु कराउन र खोक्न थाल्छ भने औषधि खुवाउन बन्द गर्ने र त्यो निल्ने समय दिने। आवश्यक परेमा टाउको छोडेर खोक्न दिने। घोडाहरूमा घोडालाई ढुङ्ग्रो वा बोतल मुखको बदला नाकमा घुसाइन्छ। जब औषधि खनाइसकिन्छ, टाउकोलाई केही ढल्काएर निल्ने समय दिनुपर्दछ। अथवा गाई भैँसीमा जस्तै घोडामा पनि बोतल मुखको एक कोखाबाट भित्र पनि राख्न सकिन्छ।